नेपालको स्थान हो यो मधेस क्या नेपाललाई बचाएकै मधेस अब नेपाल र इन्डियाको बोर्डर हेर्न आएको है हामीलाई लिएर जाँदै हुनुहुन्छ नेपालको स्थान हो यो मधेस क्या नेपाललाई बचाएकै मधेस आम्दानी पनि जान्छ मधेसबाटै जाने हो जे कुरो पनि मधेसबाटै जाने हो लगाइजु त्यो बोर्डर हो है पुगिहाल्छु नेपाल अब हामी त्यहीँ पुगिहाल्छौँ त्यही पनि टाढाबाट भ्यू देखाइदिएको इन्डियामा जाँदै समय अब हामीहरू माई गड दिस इज नेपाल खै कता छ म अब दिदी इन्डिया जानु न अलि इन्डिया दिदी इन्डियामा हुनुहुन्छ है दिदी र सर म चाहिँ नेपालमा छु है गाइस नेपाल Here we are at India. गाइज यहाँ चाहिँ 30 रुपियाँ किलो प्याज पाइँदो रहेछ है अब के कतिमा पाइन्छ मलाई थाहा छैन अहिले मैले सोध्दै दङ पर्दै भन्दै गर्छु हामी चाहिँ यहाँ साडीहरू किन्दै है यहाँ अङ्कलले डिस्काउन्टै नदिएर 1 किलोको 100 रुपियाँ कपी माई गड खाना गरे यहाँ दही फेरि हाँस्नु न प्लिज यहाँ चाहिँ दही एकदम फेमस हो रहेछ हामीहरू चाहिँ दही खान आएको यहाँ हामीहरू चाहिँ यहाँ दही खानाको खाना पाएको नि कस्तो छ भनेर आधी खाएर अलिकति टेस्ट लिने टेस्ट एकैचोटिमा थाहा हुन्छ गर्मी चढेको थाहा पाइएछ अमिलो भएछ गाइस हामीहरू चाहिँ जानकी मन्दिर आइसकेछौँ सबैले नमस्ते गर्नुहोला
फेरि अब नमस्ते गर्नु पऱ्यो भिडियो नबना जाम डेन्जर हावा उडिरहेको छ तर अब यहाँ सबै बन्द हुँदैछ है पुरै हावा हुरी लाएर सब बन्द भइसक्यो हामी चाहिँ खास बेलुका आएर बत्ती बल्छ कि भनेको सबै डेन्जर मिल्छ अब पानी पर्छ होला कस्तो मजाको पानी परेको ट्रेन आयो ट्रेन इन्डियाबाट आएको इन्डियाबाट आएको नेपाल जाँदै हो इन्डिया जाँदैन अहिले म त जान्छ भुटी सुनम ट्रेन कराएको हामीहरू चाहिँ जनकपुरको भाटपाटी नै हेर्दैछौँ है गाइस हामीहरू जनकपुरको भाटपाटी मैले कतिचोटि भनिसकेँ होला मलाई चाहिँ एकदम चप्पल किन्न छ कि मैले यहाँ चप्पल नल्याएर सोकल जुत्तामा छु है यहाँ जुत्ता छ कति ठुलो लागेन हजुरलाई पोखराको त सानो थियो बाबुलाई रेड टी सर्ट किन्ने भन्नुभएको छ त्यही गफ गर्नु न केही अब हामी कहाँ जाने अब हामी सट्टालाई स्यान्डल हेर्न जानु लाग्छौँ अब हाम्रो पोखराको भाटपाटीमा त क्लोथ्स एन्ड स्यान्डल एउटै फ्लोरमा हुन्थ्यो अब यो जनकपुरमा चाहिँ क्लोथ्स एउटा सेक्सनमा अनि फेरि स्यान्डल हेर्नु थाहा छ हामीलाई कस्तो ठुलो कस्तो राम्रो पोखराको भन्दा चाहिँ धेरै ठुलो लागेको है हाई आज चाहिँ हाम्रो डे 3 गुड मर्निङ ब्रेकफास्ट खान जाँदैछौँ यस हामी चाहिँ घुम्नेहरू लगभग सबै घुमेर भ्याइसक्यौँ काम पनि भ्याइसक्यौँ भइसकेको छैन काम त भ्याइसकेको छैनौँ तर हामी चाहिँ आज जाने भनेको पोखरा नाइट बसमा हाम्रो के भयो अरे दिदी हाम्रो बिरामीहरू जानु हुनुभयो यस हाम्रो बिरामीहरू भोलि आउने हुनु भएर हामी चाहिँ भोलिको नाइट बसमा जानेछौँ त्यही हो आज हिजो बेलुका यस्तो पानी र हावाहुरीलाई कस्तो राम्रो देखेको छ नि इन्भाइरोमेन्ट यस जिन्दगी केही काम नगरी यतिकै घुम्नु गऱ्यो भने कस्तो हुन्छ भनेर सोध्नुहुन्छ भने काम गर्नुपर्छ आरु आरु होइन कि त्यो एउटा हुन्छ नि ओ त्यसको हो कि अन्डा उसको हामी आज पनि ब्रेकफास्ट खान्छौँ ब्रेकफास्ट खान्न चिया खाने चिया चाहिँ तल खाने ए ल हुन्छ राम्रो छ नि हस्पिटलको यो इन्भाइरोमेन्टतिर
यसरी देखाऊँ। आज स्याटरडे, यहाँ चाहिँ हस्पिटल पुरै स्याटरडे चाहिँ बन्द हुन्छ होइन, अनि फ्राइडे पनि कति बजेपछि बन्द हुन्छ अरे? 12:30 बजेपछि बन्द हुन्छ। कस्तो राम्रो छ यो हस्पिटल। मलाई के यहाँ हेर्दा कस्तो स्कुलको भाइब्स आउँछ कि हामी होस्टेलमा बसेर खाएको। तर हाम्रो डाइनिङ हल त दिन्छ ठुलो थियो, त्यही पनि यस्तो यस्तो देख्दाखेरि होस्टेलकै भाइब्सहरू आउँदो रहेछ होइन गाइसहरू। कस्तो राम्रो फ्ल्यागको छ त्यहाँ, कस्तो राम्रो फ्ल्याग। हेर 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 रेडी नभइसकेको रहेछ। So we are waiting for our food, breakfast. हामी एउटा फुलको अगाडि गएर यसो आज चेरी पाक्दैछ क्या, मलाई एकदम मनपर्छ क्या चेरी। आकाश त अझै पनि घाम आउला जस्तो त छ। कस्तो राम्रो देखेको फ्लावरको अगाडि झन् हामीहरू दुईजना फुलको मारीहरू। ए यता पनि छ। हामी अर्को एउटै कलर हुन्छ। मलाई पनि एकदमै मनपर्छ है, एकदमै मनपर्छ, तर मसँग चाहिँ छैन है यसरी फुलेको। मलाई कस्तो मनपर्छ ला ला ला। उताबाट हाँस्दै हुनुहुन्छ है। ल फुलको अगाडि फुलको मारीलाई I like to move it, move it. I like to move it, move it. I like to move it, move it. आजको खाजा चाहिँ वही पुरी। So excited to eat Jerry Puri today. Yes, me too. यहाँ चाहिँ मान्छेलाई हेल्मेटको मतलब छैन कहीँ पनि। हेल्मेट लगाउनु भयो नलाउनु भयो, यो चाहिँ सबै किन भनेर सोधेको त। इन्डियाको बोर्डरको हावा चलाइरहेको भन्छ। ज्ञान दिदी, त्यो ज्ञान दिदी छ नि, यो धान हो के हो रे नाम धानको? कालो कमोड। कालो धान बासमती, कालो नयाँ नि कालो धान कालो बासमती। हाम्रोतिर फल्छै फल्दैन होला यो। फल्दैन होला है। पानी चाहिन्छ। ए पानी झन् धेरै, म त बल्ल बल्ल आउँछ कि। गाइज आज पनि पानी परिरहेछ के भयो। कति धेरै रोज हो कि यहाँ। एउटा यो कलर कस्तो राम्रो, यहाँ नि वाइट कलर पनि छ। कति धेरै पानी पऱ्यो अनि हामी फर्केमा के अरे जनकपुर। अब के यहाँ एकदम गर्मी छ होला हामी सोचेको, तर पनि हिजो गर्मी थियो, आज पानी परेछ। पानी परेपछि फेरि यति चिसो हुँदो रहेछ नि, यति त होइन त्यही पनि चिसो हुँदो रहेछ। बल्ल मेरो कपडा काम लाग्दैन भनेको, काम लागिरहेछ कपडा बेकार बोकेर आउनु पऱ्यो कि। जस रमाइलो भइरहेछ, कहिले कता कहिले कता जाँदै। हाम्रो पोखरामा जस्तो मान्छेहरू हुन्थ्यो नि, यहाँ चाहिँ पुरै डिफ्रेन्ट हुने है मान्छेहरू होइन सबैजना कस्तो। घर पनि सबजनाले बोलाइहाल्ने, अनि यति राम्रोसँग बोल्ने कि कति चाँडो क्या सबैजना एकदम राम्रोसँग। अनि बोल्न त बोल्छ नि, तर यति साह्रो फ्रेङ्क हुन्छ जस्तो पनि लाग्दैन कि आउन घर यसो गरौँ यसो भन्छ नि त, भन्दैन नि त। भेटेर एकैछिन त बोलिन्छ नै, तर यहाँ चाहिँ छुट्टैवाला के लाग्यो। मलाई चाहिँ हो त्यो गर्न मन छ कि हुन्छ नि, नभएर आऊ खाना भनेर हुन्छ नि, त्यस्तो खालको बनाउनु मन छ कि मलाई मेरो घर चाहिँ कि। आज कति पछि बल्ल घाम लाग्यो।
है